आज म बनाउँदैछु पोर्क चाउमिन। तपाईलाई पोर्क चाउमिन बनाउनको लागि चाहिँ सुरुमा पोर्क चाहिन्छ। त्यसलाई एकदम स्मल पिसेसमा चाहिँ काट्ने अनि त्यसपछि एउटा प्यान लिने अनि त्यो पोर्क हाल्ने, त्यसपछि अलिकति बेसार अनि चिल्ली पाउडर स्वाद अनुसार नुन हालेर त्यसलाई मजाले फ्राई गर्न दिनुहोस्, छोप्दै पकाउँदै हैन। अनि अर्को ठुलो एउटा प्यान लिएको छु, त्यसमा अलिकति तातो पानी लगाएर अनि थुक्पा चाहिँ मजाले त्यसलाई पकाएर जुन चाहिँ त्यसकै प्याकेटमा इन्स्ट्रक्सन दिएको हुन्छ कति टाइमसम्म पकाउने भनेर, अनि पाकिसकेपछि मजाले धुलाई गरेर अनि त्यसमा चाहिँ अलिकति तेल हालिदिए सो दैट एकअर्कासँग चाहिँ नचिप्कियोस् भनेर। अनि मैले यता क्याबेज काटेको छु अनि रातो ओनियन अनि त्यसपछि जिन्जर गार्लिकलाई फाइनली चप्ड गरेको छु। अनि तपाईलाई कति मनपर्छ त्यही अनुसारले चिल्ली पनि हाल्न सक्नुहुन्छ। अघिको प्यानमा चाहिँ के अलिक टाँसियो मुनि, त्यही भएर मैले अर्को प्यानमा ट्रान्सफर गरेँ हैन। अनि त्यसपछि मैले एउटा ठुलो प्यान लिएँ, त्यसमा अलिकति तेल अनि त्यसपछि अघि काटेको जुन मैले सामग्रीहरू छ त्यो सबै हालेँ। अनि यतापट्टि चाहिँ मैले चना पनि हालेको मलाई एकदमै मनपर्छ चाउमिनमा। अनि त्यसपछि यसरी पार्टिसन गरेर तपाईले पकाउन सक्नुहुन्छ। यहाँनिर मैले क्युमिन कोरिएन्डर पाउडर अनि त्यसपछि स्वाद अनुसार नुन फेरि पनि एड गर्न सक्नुहुन्छ। अनि त्यसपछि डार्क सोया सस अनि अलिकति एमएसजी हालेर चाहिँ रेडी भयो।